ECTS भनेको चाहिँ युरोपियन क्रेडिट ट्रान्सफर सिस्टम हो, जो भनेको चाहिँ हामीले नेपालमा जुन क्रेडिट आवर अथवा क्रेडिट पोइन्ट हुन्छ नि हो त्यही हो। जर्मनीमा मास्टर्स गर्नको लागि हामीलाई 180 ECTS अथवा 220 ECTS चाहिन्छ भनेर मैले लास्टको भिडियोमा भनेको थिएँ। अब 180 ECTS भयो भने कस्तो युनिभर्सिटिजमा पढ्न पाइन्छ र 220 ECTS भयो भने कस्तो युनिभर्सिटिजमा पढ्न पाइन्छ भनेर कुरा गरौँ। त्यो बुझ्नुभन्दा पहिले हामीले चाहिँ बुझ्नुपर्ने हुन्छ कि हामीले नेपालमा गरेको ब्याचलर चाहिँ कति इयर्सको हुन्छ जर्मनीमा भनेर। सो नर्मल्ली नेपालमा 4 इयर्सको ब्याचलर चाहिँ जर्मनीमा आएर 3 इयर्सको हुन्छ र त्यो 3 इयर्सको ब्याचलर्समा चाहिँ हाम्रो 180 ECTS हुन्छ। अब त्यो 180 ECTSले चाहिँ हामीले क्लासिक युनिभर्सिटिजमा पढ्न पाउने भयौँ र युनिभर्सिटिज अफ अप्लाइड साइन्समा चाहिँ नर्मल्ली 220 ECTS चाहिन्छ। तर कुनै युनिभर्सिटिज अफ अप्लाइड साइन्सले 180 ECTSलाई पनि एक्सेप्ट गर्छ। सो नर्मल्ली बुझ्नुपर्दा हाम्रो ब्याचलर्स डिग्री चाहिँ जर्मनीमा 3 इयर्सको ब्याचलर्स हुन्छ र 3 इयर्सको ब्याचलर्समा चाहिँ 180 ECTS हुन्छ र त्यो 180 ECTS भयो भने चाहिँ हामी क्लासिक युनिभर्सिटिजमा चाहिँ मजाले पढ्ने पाउने भयौँ। युनिभर्सिटिज अफ अप्लाइड साइन्समा पढ्नको लागि हामीसँग 30 ECTS चाहिँ कम हुने भयो। त्यो चाहिँ हामीले वर्क एक्सपिरियन्स अथवा इन्टर्नसिपले पनि फुलफिल गर्न सक्छौँ। आफूले पढेको ब्याचलर्स डिग्री जर्मनीमा कति इयर्सको रेकग्नाइज हुन्छ र GPA लाई कसरी कन्भर्ट गर्ने जर्मन ग्रेडमा भनेर चाहिँ म नेक्स्ट भिडियोमा भन्नेछु, किनभने यो भिडियो चाहिँ धेरै नै लामो हुन्छ र भिडियो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। फलो गरेर राख्नु होला।